नमस्ते, इक्विटी नेक्ससमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज हामी सिक्छौँ मेरो सेयर एपबाट आइपिओ कसरी भर्ने। त्यसको लागि सबभन्दा पहिला मेरो सेयर एप खोल्नु होला। खोलिसकेपछि यहाँ डिपी आइडी हाल्नु होला। डिपी आइडी हालिसकेपछि युजर नेम हाल्नु होला। युजर नेम हालिसकेपछि पासवर्ड हाल्नु होला। पासवर्ड हालिसकेपछि यहाँ लगइन गर्नु होला। लगइन गरिसकेपछि यहाँ आउनु सक्छ माइएसपामा थिच्नु होला। माइएसपामा थिचेपछि अप्लाई फर इस्युमा कम्पनीको नाम देखाउँछ जुन अप्लाईको लागि खुलेको हुन्छ। जस्तै यहाँ लेखिएको छ नेपाल लाइफ समृद्ध लगानी योजना। यो क्लोज इन्डेड म्युचुअल फन्डको आइपिओ खुलेको रहेछ। यसको अप्लाई गर्नको लागि अप्लाईमा थिच्नु होला। अप्लाईमा थिचिसकेपछि यहाँ प्रोसिडमा थिच्नु होला। प्रोसिडमा थिचिसकेपछि हजुरको जति इनिसियल इन्फर्मेसनहरू हुन्छ त्यो यहाँ आइपुग्छ। यसमा मात्र हजुरहरूलाई किता हाल्नुपर्ने हुन्छ। जुन क्लोज इन्डेड म्युचुअल फन्डमा मिनिमममा 100 किता हाल्न मिल्छ। त्यहाँ हालिसकेपछि सिआरएन नम्बर हाल्नु होला। सिआरएन नम्बर हालिसकेपछि यहाँ टिक मार्कमा टिक लाएर अप्लाईमा थिच्नु होला। अप्लाईमा थिचिसकेपछि ट्रान्जेक्सन पिन यहाँ माग्छ। जुनहरूले मेरो सेयर आइडी क्रिएट गर्दाखेरि ट्रान्जेक्सन पिन राख्नु भएको होला त्यो यहाँ राखेर अप्लाईमा थिच्नु होला। अप्लाईमा थिचिसकेपछि यहाँ हाम्रो आइहाल्छ सेयर हेज बिन अप्लाइड सक्सेसफुल्ली। हस्, धन्यवाद। हजुरहरू यस्तै भिडियो हेर्नुको लागि च्यानललाई सब्सक्राइब र फिडब्याकको लागि लाइक र कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।